सुन्नको निम्ति हामी तयार छौँ। तपाईँको वचनलाई लिकन फेरि पनि यस वेदीमा खडा भएको छु। पवित्र आत्मा परमेश्वर बाबा, प्रभु यिर्मया 33:3 पदमा भन्नुभयो, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्तका कुराहरू म तँलाई बताउने छु भन्नुभयो। प्रभु हामीहरूलाई बताउनुहोस्, वचनको रहस्य कुराहरूलाई खोल्नमा पवित्र आत्मा हामीलाई सहायता गर्नुहोस्। त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हामी जान्दैनौँ, तर नजानिने सुस्केरा आवाजहरूमा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थ गर्नुहुनेछ भन्नुभयो। प्रभु हामीहरूलाई नजानिने सुस्केरा आवाजहरूमा मध्यस्थ गर्नुहोस्। हामीहरूलाई बुझ्ने त्यो शक्ति, त्यो सामर्थ्य हामीहरूलाई दिनुहोस्, ताकि प्रभु तपाईँको राज्यमा हामीहरूले काम गर्न सकौँ। हामीलाई असल स्वर्गीयको आशिषले भर्नु भएको होस्। वचनको अवधिमा आउने होला डिस्टर्बहरूलाई येशू ख्रीष्टको नाममा रद्द गर्दछु। मेरो जिब्रोलाई, यो उमेरको भूमिलाई, मेरो शरीरलाई र हामी सम्पूर्ण मण्डली परिवारलाई तपाईँको रगतमा बाँध्दछु। प्रभु धन्यवाद परमेश्वर बाबा, तपाईँ परम प्रभुको अनुग्रहमा प्रभु आजको वचनको सेवाकाई सफलता रहेको होस्। मेरो अनुग्रह नै तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति चाहिँ दुर्बलताहरूमा सिद्ध छ भन्नुभयो। धन्यवाद, सबै आदर महिमा हामी तपाईँलाई चढाउँछौँ जिउँदो येशू ख्रीष्टको नाममा। आमेन आमेन। हालेलुया हालेलुया। हुन्छ, परमेश्वरलाई महिमा भएको होस्। तपाईँहरूसँग भएको कारणले गर्दा आज पनि तपाईँहरूले यो वचनलाई फेरि दोहोऱ्याएर सुन्न पाउनु भएको छ। तपाईँहरू एकदमै प्रभुको अनुग्रहमा आशिषित व्यक्ति हुनुहुन्छ। हालेलुया। आज हामी हेर्दैछौँ कि आजको वचनको शीर्षक तपाईँहरूले पाउनुहुन्छ, आफ्नो हृदयलाई सुरक्षित राख। तपाईँले एउटै वचनलाई अध्ययन गर्नु भएर यसलाई मनन गर्नुभयो भने पनि तपाईँहरूको जीवनमा परमेश्वरले प्रशस्तै कामहरू गर्नुहुन्छ। र मैले यहीँबाट शीर्षक निकालेको छु कि आफ्नो हृदयलाई सुरक्षित राख। र यसमा केही मैले राखेको छु वचनहरूलाई। सबै कुराभन्दा बढी भनेर एउटा स्टेप छ भनेदेखि अर्को स्टेप चाहिँ आफ्नो हृदयलाई सुरक्षित राख भनेको छ, र अर्को लास्ट स्टेप चाहिँ त्यो सारा जीवनको मोल हो भनिकन मैले राखेको छु। तीनटा छ यहाँनिर। यो तीनटै कुरालाई मैले केही वचनहरूलाई पुष्टि गरिकन मैले तयार गरेको वचन छ यो चाहिँ, र म यही तपाईँहरूलाई म सेयर गर्न चाहन्छु। र यहाँनिर चाहिँ सबै कुरा भन्दा बढी भनेको छ। सबै कुरा भन्दा बढी धन सम्पत्ति हामीहरूलाई आवश्यकता पर्छ। लामो आयुका हामीहरूलाई आवश्यक पर्छ। किन उहाँले यो कुरा भन्नु भएन? र उहाँले चाहिँ सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख भन्नुभयो। यो हृदयको कुरा गर्दै हुनुहुन्छ परमप्रभुले। यो हृदय, यसलाई चाहिँ सुरक्षित राख भन्दै हुनुहुन्छ। यसलाई सुरक्षित राख्नको लागि के गर्नुपर्छ त्यसमा हामी जानेछौँ, र त्यो सारा जीवनको मोल हो भन्ने कुरालाई पनि हामी अध्ययन गर्नेछौँ। यसलाई म तीनटा कुरा भनिकन वचनमा अन्त गर्नेछु। र पुस्तक परिचयमा हामी हेर्छौँ भनेदेखि चाहिँ यस पुस्तकले विशेष गरी व्यवस्थित, सफल र सुखी जीवन कसरी जिउने भन्ने बारेमा हामीलाई सिकाउँछ हितोपदेशको पुस्तकले। मैले फेरि भन्नुपर्दाखेरि व्यवस्थित, सफल र सुखी जीवन कसरी जिउने भन्ने बारेमा हामीलाई यसले सिकाउँछ। र परमेश्वरको वचन पालन गर्नु, उहाँको भय मान्नु, आज्ञा पालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु, यिनै सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन् भनेर हामी पाउँदछौँ। मैले कतिवटा कुरा भने भनेदेखि परमेश्वरको वचनलाई पालन गर्नु,
उहाँको भय मान्नु, आज्ञा पालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु, यी 5वटा कुरा मैले तपाईँहरूलाई भने। र हितोपदेशको पुस्तक परिचयले पनि यही कुरा हामीहरूलाई सिकाउँदैछ। यहाँनिर चाहिँ यो कुरालाई हामीहरूले गर्यौँ भनेदेखि मात्रै हामीहरूले यसलाई चाहिँ सुरक्षा राख्न सक्छौँ। हालेलुया। यसलाई चाहिँ हामीले सुरक्षित राख्न सक्छौँ। पुस्तकभरि नै परमेश्वरको डर र आदर मान्नले जीवन सुरक्षित बन्छ भनेको छ। परमेश्वरको भय, परमेश्वरको डर मान्नुले चाहिँ, डर र आदर मान्नले चाहिँ जीवन सुरक्षित बन्दछ भनेर हामी पाउँछौँ। उहाँको भय, उहाँको डर हामीले मानेनौँ भनेदेखि हामीहरूले आज हाम्रो जीवनलाई, हाम्रो हृदयलाई हामी सुरक्षित राख्न सक्दैनौँ। त्यसको लागि हितोपदेशको पुस्तकले पनि हामीहरूलाई यो कुराहरू देखाउँछ। पुस्तकभरि नै परमेश्वरको डर र आदर मान्नले जीवन सुरक्षित बन्छ भनेर हामी पाउँदछौँ। प्रगति र उन्नतिको मार्ग मानिसले पाउन सक्ने छ भन्ने कुरामा जोड दिएको छ। सोलोमनले आज यहाँनिर हामी पाउँछौँ कि परमेश्वरसँग धन सम्पत्ति वा लामो आयु नमागेर आफ्नो प्रजाको सुअवसर र न्यायको लागि बुद्धि र समझदार मन माग्नु भयो। अस्तिको दिन हाम्रो सारा बहिनीको घरमा हामी त्यहाँ सेवाकाई गर्दै गर्दाखेरि हाम्रो ज्वाइँसँग म गफ गर्दै थिएँ, हाम्रो विशाल ज्वाइँसँग। उहाँले मलाई कुरा निकाल्दै हुनुहुन्थ्यो, सोलोमन राजाले कति नि दाजु बुद्धि र समझदारको आत्मा माग्नु भएको भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। हेर्नुहोस् यहाँनिर आज सोलोमन राजाले चाहिँ परमेश्वरसँग धन सम्पत्ति उसले मागेन। हामीहरूलाई हो नि, हामीहरूलाई कति छिटो पैसै आवश्यकता पर्छ पहिला भनेर हामी मागी पठाउँथ्यौँ होला। तर उसले चाहिँ यहाँनिर त्यो कुरा गरेको छैन। धन सम्पत्तिलाई उसले मागेन यहाँनिर, र लामो आयु पनि उसले मागेको छैन। उसले चाहिँ यहाँनिर एउटै कुरा माग्यो कि आफ्नो प्रजाको सुअवसर र न्यायको लागि बुद्धि र समझदार मन उसले मागेको थियो। र उसले आज पहिलो राजा यहाँनिर 3 अध्यायको 1-4 लगिकन 14 पदसम्म हामी हेऱ्यौँ भनेदेखि यहाँनिर हामी पाउँछौँ। यो खण्डलाई म तपाईँहरूको बिचमा पढिदिनेछु। कन्फरेन्समा मैले यो वचनलाई मैले पढ्नु पाइनँ, किनभने समय छोटो भएको कारणले गर्दाखेरि मैले होमवर्क चाहिँ दिएँ तपाईँहरूले पढ्नुहोस् भनिकन, र आज चाहिँ म यहाँनिर तपाईँहरूको बिचमा पढ्नेछु यो चाहिँ। र यहाँनिर यसरी लेखिएको छ, म 4 उँधो सर्व पढेर जानेछु। सोलोमन राजा गिभोनमा बलिदान चढाउनलाई गए, किनकि डाँडाका स्थानहरूमा तपाईँहरूले पाउनुभयो कि पाउनु भएन, 1 किङ च्याप्टर 3 वर्स 4-14सम्म तपाईँहरूले हेर्न सक्नुहुन्छ। पहिलो राजा 3 अध्यायको 4-14 पदसम्म तपाईँहरूले हेर्न सक्नुहुन्छ। सोलोमन राजा गिभोनमा बलिदान चढाउनलाई गए, किनकि डाँडाका थानहरूमा सबैभन्दा मुख्य स्थान यही थियो। त्यहाँ वेदीमा तिनले 1000 होम बलि चढाए। गिभोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर तिनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। सोलोमनले जवाब दिए, तपाईँले आफ्नो दास मेरा पिता दाउदलाई ठुलो दया देखाउनु भयो, किनभने उहाँ तपाईँप्रति विश्वासयोग्य हुनुहुन्छ र धार्मिक र हृदयमा ठिक हुनुहुन्छ। तपाईँले उहाँप्रति यो ठुलो दया कायम नै गरिरहनु भएको छ, र अब उहाँपछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन
एकजना छोरो दिनुभएको छ। अब हे परमप्रभु मेरा परमेश्वर, तपाईले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिनँ। म तपाईको दास यहाँ तपाईले चुन्नु भएको तपाईका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईको यस ठुलो प्रजालाई कसले शासन गर्न सक्छ। र सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैँले यो कुरा मागेकोले र तैँले आफ्नो निम्ति लामा आयो अथवा धन सम्पत्ति वा तेरा शत्रुको प्राण नमागेको, तर ठिकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले तैँले मागेका म पूरा गर्नेछु। म तँलाई बुद्धिमान र निधो गर्न सक्ने मन दिनेछु कि तेरो अघि तँ जस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिले अरू कोही हुनेछ। यस बाहेक तैँले नमागेका ती कुराहरू अर्थात् धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुने छैन। अनि तेरो पिता दाउदले गरे झै यदि त मेरा मार्गमा हिँडिस् र मेरा धर्मविधिहरू र आज्ञा पालन गरिस् भने म तँलाई दीर्घायु तुल्याउनेछु। आमेन, हालेलुया। यहाँनिर सोलोमन राजाले ज्ञानको निम्ति यहाँनिर मागेको कुरा हामी पाउँदछौँ। कति मिठो कुरा परमेश्वरले आज दिनुभएको छ। नम्रतामा मागेको कारणले गर्दाखेरि परमेश्वरको सामने आफैलाई विनम्र तुल्याएर उहाँले तिमीलाई उच्च पार्नुहुनेछ भनिकन याकुब 4 अध्यायको 10 पदमा पाउन सक्नुहुन्छ। परमेश्वरको सामने आफैलाई विनम्र तुल्याएर उहाँले तिमीलाई उच्च पार्नुहुनेछ। आज सोलोमन आफै यहाँनिर नम्रतामा आएर परमेश्वरसँग माग्दैछ। यहाँनिर तपाईँ र मैले पनि हाम्रो हृदयलाई सुरक्षित राख्ने हो भनेदेखि नम्रतामा परमेश्वरको उपस्थितिमा जानुपर्छ। हालेलुया। नम्रतामा हामी बाठो भएर होइन, जान्ने भएर होइन, बोल्ने भएको कारणले गर्दाखेरि तागत देखाएर होइन, नम्रतामा परमेश्वरको सामने हामी जानुपर्छ। यूहन्ना 3:30 पदमा हामी पाउँछौँ, तब उहाँ बढ्नु तर म चाहिँ घट्नु अति आवश्यकता छ भनिकन यूहन्नाले भन्दछन्। र हामी पनि घट्नुपर्छ। हालेलुया। हामी पनि घट्नुपर्छ। हेर्नुहोस् त सोलोमन राजाले यहाँनिर आफैलाई नम्रतामा ल्याउँदै आज प्रार्थना गर्नुभएको छ। पहिलो यूहन्ना 2 अध्यायको 17 पदमा हेऱ्यौँ भनेदेखि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँभरिको निम्ति रहनेछ। हालेलुया। परमेश्वरको सामने आफैलाई तपाईले नम्रतामा ल्याउनुहुन्छ भनेदेखि तपाईलाई उहाँले उच्च पार्नुहुन्छ। तपाईहरुको हृदयलाई सुरक्षित उहाँले राख्न सक्नुहुन्छ। हामी आफ्नो बुद्धिले हामी यो हृदयलाई सुरक्षित राख्न सक्दैनौँ। हाम्रो हृदयमा विभिन्न कुराले भरिएको हुन्छ, विभिन्न कुराले भरिएको हुन्छ। म त्यसमा अलिकति तपाईलाई पछि लाग्नेछु। उहाँको यो नम्रता र निस्वार्थ प्रार्थनाबाट प्रसन्न भएर ईश्वरले उनलाई संसारकै सबैभन्दा बुद्धिमान र राजा बनाएका थिए। हालेलुया। संसारकै सबैभन्दा हेर्नुहोस् त बुद्धिमान र राजा बनाएका थिए। तपाईँ र मैले परमेश्वरसँग माग्नुपर्छ त। उहाँले त तपाईँ र मलाई
मत्ती 7 अध्यायको 7-8मा हेर्छौँ भनेदेखि उहाँले भन्नुभएको छ, माग त तिमीहरूले पाउनेछौ, खोज त तिमीहरूले भेटाउनेछौ, गजगच्याउ त ढोका उघारिनेछ। किनभने जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, र जसले गजगच्याउँछ ढोका त्यसको निम्ति ढोका उघ्रिनेछ भनेको छ। हालेलुया। अनि हामी नमागेर हामी बस्यौँ भनेदेखि हामी आफैलाई कसैले पनि दिँदैन। हाम्रो इभन हाम्रो बाबाआमाहरूलाई नै हामीले माग्नुपर्छ। माग्यो भने उहाँहरूले हामीलाई दिन्छ। लुकाको पुस्तक यहाँनिर 11:13 भनेको छ कि तिमीहरू दुष्ट भएर त आफ्नो छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् स्वर्गमा बस्नुहुने पितासँग माग्नेहरूलाई उहाँले कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ भनेर हामी पाउँछौँ। हालेलुया। हेर्नुहोस् त, उहाँसँग माग्नेहरूलाई उहाँले कति बढ्ता गरेर दिनुहुन्छ। हामी मागौँ न। उहाँले हामीहरूलाई आज सिकाउनु भएको कुराहरू हामी त्यसमा तपाईँ र मैले स्टेप चाल्नुपर्ने हुन्छ। आफ्नो हृदयलाई सुरक्षित राख भनेको छ। हामीहरूले यसलाई सुरक्षित राख्नुपर्छ। याकुब 1:5 हामी पाउँछौँ कि त्यहाँनिर यदि तिमीहरूमा ज्ञान बुद्धिको कमी छ भने तिमीहरूले माग, जसले तिमीहरूलाई नहिचकिचाइकन दिनुहुनेछ। हालेलुया। यदि तिमीहरूमा चाहिँ ज्ञान बुद्धिको कमी छ भने तिमीहरूले माग भनेको छ। अनि हामी उहाँसँग माग्नुपर्छ असल ज्ञान बुद्धि। आज राजा सोलोमनले यहाँनिर माग्नु भएको छ, नम्रतामा गइकन। मलाई उहाँले धन सम्पत्ति पनि माग्नु भएन, लामा आइ पनि माग्नु भएन, तर उहाँले आज आफ्नो प्रजाको लागि उहाँले माग्नुभयो। बुद्धि र समझदार आत्मा उहाँले माग्नुभयो। तपाईँ र मैले पनि परमेश्वरसँग माग्नुपर्छ। उहाँले तपाईँ र मलाई दिनुहुन्छ। धोकामा नपर परमेश्वरको ठट्टा हुँदैन। मानिसले जे रोप्छ त्यसैको कटनी गर्छ भनेर वचनले भन्छ। हालेलुया। हामीहरूले जे रोप्छौँ नि यहाँभित्र त्यही हो कटनी गर्ने नै। हामीले राम्रो रोप्यौँ भने राम्रो कुराको हामी कटनी गर्न सक्छौँ, तर हामीले राम्रो कुरा रोपेनौँ भने हामीले राम्रो कुरा कटनी गर्न सक्दैनौँ। त्यही भएर हितोपदेश 4:23 पाउँछौँ कि सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मोल हो भनेको छ। हालेलुया। यो चाहिँ सारा जीवनको मोल हो भनेर हामी पाउँछौँ। यसलाई तपाईँ र मैले सुरक्षित राख्नुपर्छ। धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन भनेको छ। उहाँले भन्नुभएको कुरा हामीहरूले मान्नुपर्छ। हालेलुया। हामीले जे रोप्छौँ नि त्यसैको कटनी गर्छौँ। असल थोक रोप्यौँ भने असलै कुरा हामीले त्यसको फल हामी लिन सक्छौँ। असल रोपेनौँ, खराब कुरा रोप्यौँ भने खराब कुराकै हामीले कटनी गर्नुपर्ने हुन्छ। दुःख पीडा सहनुपर्ने कुराहरू। हामी गलाती 5:19-21 हेऱ्यौँ भने पनि त्यहाँनिर हिंसा, हत्या, व्यभिचार, फुट, गुटबन्दी, ईर्ष्या, डाहा इत्यादि कुराहरू छ। यस्तो कुरा हामीले भित्र राख्यौँ भने के हामीहरूले अरूलाई राम्रो कुरा आज गर्न सक्छौँ? सक्दैनौँ। किनभने हामी आफै त्यो कुराले जलिरहेको हुन्छ। रिस त्यतिकै हुन्छ। अर्काले अलिकति गरेको देख्नु हुँदैन, त्यसलाई कसरी हुन्छ, त्यसलाई लडाउँ भन्ने हुन्छ। डाहा त्यस्तै हुन्छ, ईर्ष्या झगडा त्यस्तै हुन्छ। अनि त्यो कुराले हामीहरूले अरूलाई आज कुनै कुरा हामीहरूले राम्रो कुराको आश्वासन दिन सक्दैन।
गलाती 5 अध्यायको 22-23 पदमा हेर्छौँ भनेदेखि प्रेम, शान्ति, धैर्य, धीरज, भलाइ, विश्वासता, नम्रता, संयम आदि जस्ता सबै नै पवित्र आत्माको फलहरू दिनुभएको छ। यदि हामीले राम्रो कुरालाई हामीले राख्यौँ भनेदेखि राम्रो कुरा हामीले निकाल्न सक्छौँ। हामीहरूले एकअर्कालाई शान्ताउन दिन सक्छौँ। एकअर्कालाई हामीहरूले आज सहायता पुर्याएर हामी उसको कामहरूलाई सम्पन्न गर्नमा हामीले मद्दत पुर्याउन सक्छौँ। तर हामीले त्यस्तो कुराहरू नगरेर चाहिँ नराम्रो कुराहरू मात्रै हामीले भित्र राखेको छौँ भने त्यही त हो नि बाहिर निस्किने पनि। अनि त्यो कुराले मानिसलाई आज जीवन हुँदैन। शरीरबाट केही फाइदा हुँदैन भनेको छ, तर जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती चाहिँ आत्मा र जीवन हुन् भनेको छ। हालेलुया। यो शरीरबाट निस्केको कुरा हेर्नुहोस् त, यो शरीरबाट केही फाइदा हुँदैन भनेको छ। हामीहरूलाई बाँच्नु हो भनेदेखि नि परमेश्वरको वचनले के भनेको छ? मत्ती 4 अध्यायको 4 पदमा हेऱ्यो भनेदेखि मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले मात्रै मानिस बाँच्दछ भन्छ। हालेलुया। बाँच्नुको लागि हो भनेदेखि हामीले परमेश्वरको वचनलाई हामीले हेर्नुपर्ने हुन्छ। यसले मात्रै हामीलाई जीवन दिन्छ। यसले मात्रै हामीलाई जीवन दिन्छ। मार्क च्याप्टर 7 verse 20 to 22 सम्म हामी हेर्नेछौँ। मर्कुस 7 अध्यायको 20 देखि 22 पदसम्म यहाँनिर हामी हेर्नेछौँ। यहाँ पनि एउटा लेखिएको छ कि उहाँले भन्नुभयो, मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परिश्रम, यहाँनिर लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छ। हेर्नुहोस् त, मानिसको हृदयबाट चाहिँ यस्तो कुराहरू निस्किँदो रहेछ। यस्तो कुराले मानिसहरूलाई जीवन मिल्दैन नि त। ईर्ष्या गर्यो भने मानिसलाई जीवन मिल्छ। हामीले झगडा गर्यो भने मानिसलाई जीवन मिल्छ। हामीहरूले आज यहाँनिर छाडापन गर्यो भने मानिसलाई राम्रो कुराको सान्तवना हुन्छ। आज हेर्नुहोस् त, दुष्टता, हामीले अरूको दुष्टताको मात्रै हामीले आज कुरा गर्यो भने उसलाई जीवन मिल्छ? मिल्दैन। अझै उसलाई पीडा थपिन्छ। यूहन्ना 14 अध्यायको 27 पदमा हेर्छौँ भने उहाँले भन्नुभयो, शान्ति म तिमीहरूलाई दिन्छु, आफ्ना शान्ति तिमीहरूलाई दिन्छु, संसारले दियो जस्तो म तिमीहरूलाई दिँदैन। तिमीहरूको हृदय चाहिँ भयभीत नहोस् र यहाँनिर भयभीत नहोस् उहाँले भन्नुभएको छ र व्याकुल नहोस् भनेको छ। र त्यो शान्तिका परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ भनेदेखि मानिसहरूले शान्ति पाउँछ। बोल्दै गर्दाखेरि त्यो शान्तिलाई अनुभव गर्न सक्छ। तपाईँ र मसँग शान्तिका परमेश्वर यहाँ भित्र हुनुहुन्छ भनेदेखि आफ्नो हृदयलाई सुरक्षित राख भनेको छ। हामीले यसलाई सुरक्षित राख्नुपर्छ। हामीहरूले यसलाई सुरक्षित राखेनौँ, उहाँको वचनलाई हामीहरूले अध्ययन गरेनौँ भनेदेखि हामी सुरक्षित राख्न सक्दैनौँ। किनभने मानिसको मुखबाट, मानिसको जीवनबाट चाहिँ यस्तो कुराहरू निस्किन्छ भनिकन मर्कुस 7 अध्यायको 20-22 पदमा हामी यहाँनिर पाउँछौँ। मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। अघि मैले तपाईँलाई भने गलाती 6 अध्यायको 7 पदमा यहाँनिर मैले तपाईँलाई भने कि धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन। मानिसले जे रोप्छ त्यसैको कट्नी गर्छ। हामीले जे रोप्छौँ नि त्यसैको हामीले कट्नी गर्ने चाहिँ। हामीले कस्तो कुरा रोप्दैछौँ यहाँभित्र, कस्तो कुरा रोप्दैछौँ? राम्रो कुरा रोप्दैछौँ कि नराम्रो कुरा रोप्दैछौँ कि कसरी चाहिँ यो हृदयलाई सुरक्षित राख्न सक्छौँ?
यो हृदय चाहिँ सारा जीवनको मोल हो भनेको छ। आज हितोपदेश यहाँनिर राजा सोलोमनले आज हेर्नुहोस् त आफ्नो प्रजाको लागि उहाँले आज माग्नु भएको कुराहरू, उसले आफ्नो स्वार्थको लागि मलाई पैसा दिनुहोस्, मलाई लामा आइदिनुहोस् पनि भन्ने थियो होला, तर उसले त्यो सबै नमागेर चाहिँ उसले आफ्नो प्रजाको लागि चाहिँ आज बुद्धि र समझदार आत्मा माग्नुभयो। किन यहाँ त्यही भएर मत्ती 6:33 पदमा हामी पाउँछौँ नि, पहिले चाहिँ ईश्वरको राज्य खोजी गर र धार्मिकता अनि सबै थोक तिमीलाई थपिनेछ। हालेलुया, सबै थोक थपिनेछ उहाँले भन्नुभएको छ। अनि त्यही भएर हेर्नुहोस् त राजा सोलोमनले असल कुराहरू अन्तिममा यहाँनिर हामीले हेऱ्यौँ भनेदेखि आज उसलाई चाहिँ यहाँनिर सबै थोक यहाँनिर फेरि थपिदिनु भएको कुरा हामीहरूले अध्ययन गर्न पाउँछौँ। अन्तिम खण्डतिर हामीहरूले हेऱ्यौँ भनेदेखि 13 पदमा, यसबाहेक तैँले नमागेका ती कुराहरू अर्थ धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालसम्म राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुने छैन। हालेलुया। तपाईँ र मैले आज सुरक्षित राख्नको लागि नि परमेश्वरसँग आज घनिष्ठ सम्बन्ध राख्नुपर्ने। त्यो यहाँनिर हितोपदेश 4:20-21-22 पदमा हेऱ्यौँ भनेदेखि यहाँ पाउँछौँ, हे मेरो छोरा, मेरो कुरामा राम्ररी ध्यान दे, मेरो वचन राम्ररी सुन, ती तेरो नजरबाट उम्केर टाढा जान नदे, ती तेरो हृदयमा राखी छोड, किनकि मेरो वचन पाउनेको निम्ति जीवन हो र त्यसको सारा जीवनको मोल हो। हालेलुया। मेरो जीवन पाउनेको निम्ति चाहिँ आज यहाँनिर उहाँले भन्नुभयो स्वास्थ्य। हेर्नुहोस् त, हे मेरो छोरा, मेरो कुरामा राम्ररी ध्यान दे उहाँले भन्नुभएको छ। हामीले राम्रोसँगले ध्यान दिनुपर्ने कुराहरू उहाँले स्पष्ट हामीहरूलाई भन्नुभयो त, राम्ररी ध्यान दे उहाँले भन्दै हुनुहुन्छ। मेरा वचनहरू राम्ररी सुन उहाँले भन्दै हुनुहुन्छ। हामी पाउँछौँ 21मा, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखी छोड। हामीहरूलाई परमेश्वरले भन्नुभएको कुराहरूलाई हामीले हृदयमा राखी छोड्नुपर्ने कुराहरू र हृदयमा राखिराख्दाखेरि चाहिँ यहाँ उहाँले भन्नुभयो कि किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। हालेलुया। यी उहाँको वचनलाई तपाईँ र मैले लिँदै गर्दाखेरि चाहिँ हाम्रो शरीरको रोग बिमारहरू पनि चङ्गाइ हुने रहेछ। हालेलुया। उहाँले भन्नुभएको छ हामीहरूलाई र हामीहरूलाई उहाँले भन्नुभएको कुराहरूलाई हामीले ध्यान दिनुपर्ने कुराहरू। यदि उहाँले भन्नुभएको कुरालाई हामीले ध्यान दियौँ भने मात्रै हामीहरूले यसलाई आफ्नो हृदयलाई सुरक्षित राख भन्नुभयो, अनि मात्रै हामीहरूले यसलाई सुरक्षित राख्न सक्छौँ, नत्र भए हामीहरूले यसलाई सुरक्षित राख्न सक्दैनौँ। अनि हामी स्वस्थ र हामी हुन सक्दैनौँ। अनि किन भयो मलाई यस्तो, किन भयो मलाई यस्तो, किन भएन मेरो यस्तो, अनि हामीहरूलाई विभिन्न कुराहरू आउँछ। त्यही भएर परमेश्वरले यसलाई चाहिँ सुरक्षित राख भन्दै हुनुहुन्छ। हेरेर हामीहरूले यसलाई चाहिँ सुरक्षित राख्नुपर्ने हुन्छ। अब हामीले जान्नुपर्ने कुरा चाहिँ यहाँ छ, असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ। यो चाहिँ लुक च्याप्टर 6 भर्स 45 मा तपाईले पाउनुहुन्छ। लुका 6:45 पदमा पाउनुहुन्छ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। मैले अघि तपाईलाई भने हाम्रो हृदय कुन कुराले भरिएको हुन्छ त्यही कुरा नै हामीहरूले बाहिर निकाल्छौँ। यदि परमेश्वरको वचनले हामी भरिएको छौँ भनेदेखि परमेश्वरको वचन
नै हाम्रो मुखबाट निस्किन्छ। हामी परमेश्वरको वचन हामी भोलिका छैनौँ भनेदेखि हामीहरूले परमेश्वरको हामीहरूले आराधना गर्न सक्दैनौँ। अनि अरू कुराहरूले भनिँदाखेरि अनि हाम्रो जीवनमा दुःख पीडा कष्टहरू धेरै कुराहरू आइपर्छ। त्यही भएर तपाईँ र मैले उहाँसँगको सङ्गतिमा चाहिँ आज ध्यान दिनुपर्ने हुन्छ। प्रार्थनामा वचन अध्ययनमा सङ्गतिमा तपाईँ र मैले ध्यान दिनुपर्ने हुन्छ होला। हामी कतिले पढ्न जान्दैनौँ होला, त्यसको लागि परमेश्वर जान्नुहुन्छ। तर उहाँसँगको सम्बन्ध तपाईँ र मैले राखिराखेको छ भनेदेखि उहाँ जान्नुहुन्छ नि। उहाँ त मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले त हृदयभित्र हेरेर जाँच गर्नुहुन्छ। हालेलुया। हामी मानिसले जस्तो गरेर रूप हेरेर उहाँले विचार गर्नुहुन्छ। हामी मानिसले मात्रै हामी रूप हेरेर विचार गर्छौँ, यो राम्रो छ, त्यो राम्रो छ, यो राम्रै छ, त्यो राम्रै छैन, यस्तो हामी मूल्याङ्कन गर्न सक्छौँ। तर हामीले जस्तो गरेर उहाँले हेर्नुहुन्न, उहाँ चाहिँ हृदयभित्र हेरेर जाँच गर्नुहुन्छ। हालेलुया। रोमी 12 अध्यायको 2 पदमा हामी पाउँछौँ, यस संसारको ढाँचामा नजाउँ, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो। परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यति बेला जाँच्न सका भनेको छ। परमेश्वरको कुरालाई तपाईँले मैले ध्यान दिनुपर्ने, असल कुरालाई। अनि मात्रै हामीले आफ्नो हृदयलाई सुरक्षित राख्न सक्छौँ, नत्र भए हामीले हाम्रो हृदयलाई सुरक्षित राख्न सक्दैनौँ। अनि हामीहरूले कुन कुराका हामीहरूले आज कटनी गर्नु? असल कुरा रोप्यौँ भने असलै कुराको हामी कटनी गर्न सक्छौँ। खराब कुरा हामीले यहाँभित्र रोप्यौँ भने खराबकै कुरा मात्रै हामीले कटनी गर्न सक्छौँ। अनि खराब कुराको कटनी गरेर परमेश्वरलाई फेरि यो किन भयो भनेर हामी नभनौँ। हामीले दुईवटा कुराको याद गरौँ, जस्तै जीवित रहनको लागि हामीहरूले अघि मैले तपाईँहरूलाई भने कि मत्ती 4 अध्यायको 4 पद, मानिस चाहिँ रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको जीवित वचनले मात्रै मानिस बाँच्दछ भनेर तपाईँहरूलाई भने मैले। अर्को कुरा चाहिँ ख्रिस्टको वचन तिमीहरूमा प्रशस्त बास गरोस् भन्छ। ख्रिस्टको वचनलाई चाहिँ तपाईँ र मैले आज हाम्रो हृदयमा चाहिँ सञ्चय गरेर राख्नुपर्ने, बास गर्न दिनुपर्ने परमेश्वरको वचनलाई। कलासी 3 अध्यायको 16 पदमा हामी पाउँछौँ कि यहाँनिर कलासियन यहाँनिर च्याप्टर 3 भर्स 16 मा हामी पाउँछौँ, कलासी 3 अध्यायको 16 पद, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, पुरा बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाओ र अर्ती दियो र परमेश्वर प्रति आफ्नो हृदयमा रहेको कृतज्ञता भजन स्तुति र आत्मिक गान गाओ भन्छ। बुद्धिमानी साथ एउटाले अर्कोलाई सिकाओ भनेको छ। तपाईँ र मलाई आज मत्ती 28 अध्यायको अन्तिमतिर हामीले पाउँछौँ, त्यहाँनिर 20 को अन्तिमतिर हामी त्यहाँनिर पाउँछौँ, हेर मैले सिकाएका आज्ञा पालनका कुरा तिनीहरूलाई सिकाओ, हेर युगको अन्तसम्म म तिमीहरूको साथमा छु भनिकन उहाँले भन्नुभएको छ। युगको अन्तसम्म साथ रहने परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ भने तपाईँ र मैले अरूलाई नसिकाउनु, असल कुराहरू सिकाउनुपर्छ। अनि पो उहाँ तपाईँ र मसँग बास गर्नुहुन्छ। उहाँले अलिअलि पनि भन्नु भएन, फेरि युगका अन्तसम्म भनेको छ। तपाईँ र मैले असल कुराहरू बाँडचुँड गर्नुपर्छ। म बाँडचुँड गर्नको लागि यहाँबाट क्यालिफोर्निया सेक्रामेन्टोसम्म पुगेँ। हालेलुया। बाँडचुँड गर्नुपर्छ त। हामीले जानेको कुरा बाँडेन भने हुँदैन, बाँडचुँड गर्नुपर्छ असल कुराहरू। अब वचनको अन्तमा म चेतावनी दिन चाहन्छु।
व्यवस्थित सफल र सुखी जीवन जिउनको लागि परमेश्वरको वचन पालन गर्नु पर्यो, उहाँको भय मान्नु पर्यो र अर्को कुरा आज्ञा पालन गर्नु पर्यो र बुद्धिको खोजी गर्नु पर्यो। बुद्धिलाई तपाईँ र मैले खोजी गर्नुपर्ने कुरा यो चाहिँ एउटा वरदानहरूमा पनि एउटा हामी पाउँछौँ। बुद्धिको कुराहरू चाहिँ पहिलो कोरिन्थी 12 अध्यायको यहाँ 8 देखि उँधो हेर्दै गयो भनेदेखि यहाँ वरदानको कुराहरू दिएको छ। कसैलाई कुनै एक पवित्र आत्माद्वारा बुद्धिको वरदान, कसैलाई कुनै एक पवित्र आत्माद्वारा ज्ञानको वरदान, कसैलाई कुनै एक पवित्र आत्माद्वारा विश्वास गर्ने वरदान, कसैलाई कुनै एक पवित्र आत्माद्वारा यहाँनिर रोगलाई निको पार्ने वरदान, कसैलाई आज विभिन्न भाषाहरू बोल्ने वरदान, कसैलाई अगमबाणी बोल्ने वरदान, कसैलाई आज यहाँनिर विभिन्न वरदानहरू उहाँले दिनुभएको छ। यो सबै दिनुभएको छ। तर पहिलो कोरिन्थी 7 यहाँनिर 12 अध्यायको 7 पदमा हामी पाउँछौँ कि यहाँनिर चाहिँ उहाँले हामीहरूलाई भन्नुभएको कुराहरू पहिलो कोरिन्थी 12 अध्यायको 7 पदमा चाहिँ हामी अध्ययन गर्नेछौँ। यसलाई 12 अध्यायको 7 पद, सबैका हितको लागि पवित्र आत्माको काम प्रकट हुन दिएको छ। हालेलुया। सबैका हितको लागि भनेको छ र तपाईँ र मैले उहाँको आज काम गर्नुपर्ने हुन्छ। उहाँले भन्नुभएको कुरालाई हामीले आज मनमा राख्नुपर्ने हुन्छ, उहाँको वचनलाई पालन गर्नुपर्ने हुन्छ। हामीले अनि मात्रै यसलाई चाहिँ हामीले सुरक्षित राख्न सक्छौँ। हामीहरूले पालन गर्यौँ भनेदेखि, उहाँको भय मान्यौँ भनेदेखि, याकुब 4 अध्यायको 10 पदमा मैले तपाईँलाई भने कि परमेश्वरको सामुन्ने आफैलाई विनम्र तुल्याएर उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ भनिकन हामी पाउँदछौँ। उहाँको सामुन्ने आफैलाई विनम्रतामा ल्यायौँ भने, हामी आफैलाई नम्रतामा ल्यायौँ भने उहाँले तपाईँ र मलाई उच्च पार्नुहुन्छ। तर हामी आफै बाटो भयो भनेदेखि हामीलाई उहाँले उच्च पार्नुहुन्न। हामी जहाँको त्यही हुन्छौँ अनि हामीहरूलाई जति छाती पिटे पनि के गर्नु, हामी उहाँको वचन पालन गर्दैनौँ, उहाँको अधीनतामा हामी रहँदैनौँ, उहाँको बुद्धिलाई हामीले खोजी गर्दैनौँ। उहाँले बुद्धिलाई खोजी गर भनेर हामी पाउँछौँ याकुब 1 अध्यायको 5 पदमा। यदि तिमीहरूमा ज्ञान बुद्धिको कमी छ भने तिमीहरूले माग भनेको छ, जसले चाहिँ तिमी नहिचकिचाइकन तिमीहरूलाई दिनुहुनेछ भनेर हामी पाउँछौँ। हामीलाई नहिचकिचाइकन दिने परमेश्वरसँग हामीहरूले मागौँ न। हामी बाबाआमालाई त हामीले दङ्ग्याउँछौँ, माग्छौँ नि, बाबा मलाई यस्तो थोक किनिदिनुहोस्, यस्तो थोक मलाई दिनुहोस्, दिनु भनेर म भाइ पनि हामी मेरो छोरीले भन्छ दङ्ग्याउँ, बाबाआमालाई दङ्ग्याउँ। हामी त्यसरी दङ्ग्याउँछौँ अनि मात्रै हामी दिन्छौँ। त्यसरी नै परमेश्वरसँग पनि हामीले माग्नुपर्ने हुन्छ, उहाँसँग बुद्धि माग्नुपर्ने हुन्छ, उहाँसँग हामीले वरदानहरू छ, उहाँसँग भण्डार छ, त्यो हामीले माग्नुपर्ने हुन्छ। अनि मात्रै हामीले प्राप्त गर्न सक्छौँ, अनि मात्रै हामीले असल कामहरू गर्दै अगाडि बढ्न हामी सक्छौँ। हामी के कुराले गर्दाखेरि चाहिँ हामीले यसलाई सुरक्षा राख्न सक्छौँ भनेदेखि भजन सङ्ग्रह 1 अध्यायको 1 र 2 पद यहाँ हामीहरू यसलाई अध्ययन गर्नेछौँ। त्यो मानिस धन्यको हो, हेर्नुहोस् त। तर जो चाहिँ आज दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको आज सङ्गतमा बस्दैन, जो चाहिँ हो हल्ला गर्ने सभामा बस्दैन भन्छ। तर परमप्रभुको व्यवस्था माने त्यो सुखी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्था मनन गर्छ। हालेलुया। तर परमप्रभु यहाँनिर हामी पाउँछौँ कि परमप्रभुको व्यवस्थामा नै त्यो सुखी रहन्छ भनेको छ र त्यसले दिनरात उहाँकै व्यवस्था मनन गर्छ भनेको छ। व्यवस्थालाई चाहिँ तपाईँ र मैले दिनरात मनन गर्नु पर्यो। निद्रा लाग्दै गर्दाखेरि पनि पानी छेउमा राखेर हामी यसो गर्दै भए पनि हामी पढ्नु पर्यो, व्यवस्थालाई मनन गर भनेको छ। अनि मात्रै हामीले यसलाई सुरक्षित राख्न सक्छौँ। त्यो निद्रा आएको बेलामा चाहिँ यो ट्यापमा पारेर सुतो भने अनि दुष्टले यहाँनिर मौका छोपिहाल्छ। विभिन्न कुराहरू हुन्छन् त यहाँभित्र त। हामी
सुरक्षित राख्न सक्दैन भने उहाँले एक पदमा के भन्नुभयो भने धन्य त्यो व्यक्ति, उहाँले भन्नुभयो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन। मनन गर्नु भनेको चाहिँ दुष्टसँग टाढा रहनु हो। मनन गर्नु, सुखी रहनु भनेको चाहिँ त्यसको सल्लाहमा नहिँड्नु, हो हल्ला गर्ने सभामा नबस्नु, गिल्ला गर्ने सङ्गतमा नहिँड्नु भनेको हो। तर परमप्रभुको व्यवस्थामा नै सुखी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ भनेर हामी पाउँछौँ। मनन गर्नुपर्छ, अनि मात्रै हामी त्यो सबै कुराहरूबाट टाढा रहन सक्छौँ र आफ्नो हृदयलाई सुरक्षित राख्न सक्छौँ। हालेलुया। हामी यसलाई सुरक्षित राख्न सक्छौँ। त्यसलाई कदर गर र त्यसले तँलाई उच्च पार्नेछ। यो प्रभाव च्याप्टर 4 यहाँनिर 8 मा हामी पाउँछौँ। यो चाहिँ हितोपदेश 4 अध्यायको 8 पदमा हामी पाउँछौँ। त्यसलाई कदर गर र त्यसले तँलाई उच्च पार्नेछ हामी पाउँछौँ। त्यसलाई अँगाल र त्यसले तँलाई आधार दिनेछ। त्यसलाई हामीले अँगाल मार्यो भने मात्रै हामीलाई आधार दिन्छ। अघि मैले तपाईँलाई भने कि हितोपदेश 4 अध्यायको 20-21 पदमा भने तपाईँलाई, हे मेरो छोरा मेरो कुरा राम्ररी सुन, ती तेरो नजरबाट उम्केर टाढा जान नदे भनेको छ। हामीले आज उहाँले भन्नुभएको कुराहरूलाई पक्रेनौँ भनेदेखि अनि हामी स्वस्थ रहन हामी सक्दैनौँ। हाम्रो जीवनमा दुःख पीडा कष्टहरू आइपरिरहेको छ। मानिसको भित्रबाट चाहिँ सबै यस्तै ईर्ष्या डाहा, गलाती 5:19-21 यस्तै कुराहरू हामी पाउँछौँ। अघि मर्कुस 7 अध्यायको 20-22 पनि हामीले पायौँ। मानिसको हृदयबाट चाहिँ यस्तै कुराहरू मात्र उत्पन्न हुन्छ भनेर। त्यही भएर उहाँले चाहिँ आफ्नो वचनलाई प्रशस्तमा बास गरोस् भनेर हामीहरूले खलासी 3 अध्यायको 17 पदमा हामीहरूले यहाँनिर अध्ययन गऱ्यौँ। परमेश्वरप्रतिको आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन भनेको छ, स्तुति र आत्मिक गान गाओ भनेको छ। हामीहरूले यसलाई ध्यान दिनुपर्ने। हामीलाई यसलाई सुरक्षित राख्नको लागि भजन सङ्ग्रह 1 अध्यायको 1 र 2 पद हामीले अध्ययन गरेको छौँ। अब अन्तमा तपाईँहरूलाई एउटै वचन पढिकन म आजको वचनलाई अन्त गर्नेछु। लामो भएको रहेछ, मैले टाइम हेरेँ। अन्तमा एउटा वचनको खण्ड पढिकन म आज अन्त गर्दैछु। यहाँनिर हामीहरूले पाउँछौँ कि भजन सङ्ग्रह हितोपदेश 2 अध्यायको 6 पदलाई पढ्दैछु म। Proverbs chapter 2 verse 6 लाई पढ्दैछु। यहाँनिर यसरी लेखिएको छ कि किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। हालेलुया। परमेश्वरलाई हामीले आज पुकार्नु चाहिँ असल कुराहरू, किनभनेदेखि हामी यहाँनिर पाउँछौँ कि परमप्रभुले चाहिँ बुद्धि दिनुहुन्छ। आज राजा सोलोमनले पनि आज अरू कुरा नमागिकन उसले चाहिँ आफ्नो प्रजाको लागि बुद्धि र समझदार आत्मा मागेको थियो र उसलाई आज परमेश्वरले उसको त्यो नम्रतालाई देखिकन परमेश्वरले दिनुभयो। यसरी नै तपाईँ र मैले पनि परमेश्वरसँग माग्यो भनेदेखि हामीलाई दिनुहुन्छ अनि यो कुरो हाम्रो हृदयलाई हामी सुरक्षित राख्न सक्छौँ। किनभने त्यो सारा जीवनको मोल हो भनेर उहाँले भन्नुभयो। उहाँले सबै कुराभन्दा बढी भनेर उहाँले भन्नुभएको छ। अगाडि खण्डमा हेऱ्यौँ भनेदेखि आफ्नो हृदयलाई सुरक्षित राख, किनकि त्यो सारा जीवनको मोल हो उहाँले भन्नुभएको छ। यसलाई तपाईँ र मैले आज सुरक्षित राख्नुपर्ने हुन्छ। परमेश्वरको वचनले तपाईँहरू सबैजनालाई आशिष मिलेको छ भन्ने म आशा गर्दछु। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। चाहिँ वचनलाई फेरि यो समय म यहाँनिर राख्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। आजको लिड गर्ने छोरी पास्ने आमालाई समय दिन चाहन्छु। म सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह।
धन्यवाद। हामीले असल वचन सुनेका छौँ है। आज हामीले वचन सुनेका छौँ, त्यो वचनबाट हामी आशिषित भएका छौँ। धेरै धेरै धन्यवाद। हुन्छ, हामी धन्यवाद ताली दिनेछौँ हामीलाई। अबको समय भेटीमा आएका छौँ।